हेलो साथीहरु, के गर्नु गाउँ बस्तीमा यस्तै काम छ। यहाँ हेर्नुस् पन्जा सन्जा लगाएर अब सुन्तला रोपाईको लागि म एकदम यहाँ घाँस गोड्दैछु। बारी अलिक सिनिको पार्दैछु। बारीमा चाहिँ भक्कु घाँस उम्रेर केही थिएन। यहाँ अलिक सिनिको पार्दैछु। ऊ घोबे पनि छ। घोबेले चाहिँ आफ्नो लागि घोबेहरूको गोठ यो हो, दाउरा साइड गर्दैछ। म चाहिँ यहाँनिर यी फर्सीको बिउहरू, म चाहिँ यहाँ सुन्तलाको बिरुवा रोपौँ भनेको। गाउँ बस्तीमा यस्तै रहेछ। हेर्नुहोस् है, गोरु गाउँ बस्तीमा तँ र म रोप्नुपर्छ। अरू कसले रोप्दिने, केटाहरू छैन। अब तँ र म भएर रोप्नुपर्छ होला। आज म यहाँनिर एकदम यहाँनिर खनेर गहिरो बनाइराख्छु हो। 2 फिट अरे हो, 2 फिट दिन्छु। 2 फिट गर्नु अरे हौ गहिरो दे। त्यहाँदेखि चाहिँ मल हालिराख्नु अरे, कालो मल अलिकति। तर अलिक गहिरै गरेको राम्रो रहेछ। ओइ अस्ति नै उयो क्या अझै नि उयो भएको छैन त, भित्र पसेको छैन। यसरी ढल्छ। अन्त त काठ निकालेको छुइनँ। त्यो काठ निकाले कि ढलिहाल्दो रहेछ, बुझिस्? अन्त निकालिदिएको छुइनँ। त्यो अलिक मुनि मुनि गर्नुपर्छ होला। के गर्नु अब, यस्तै हो गाउँ बस्तीको जिन्दगी। ऊ माथितिर चाहिँ हेर्नुहोस्, ऊ माथितिर चाहिँ होमस्टेहरू हो। खै होमस्टे बनाऊँ भनेको पैसाले पुग्दैन रहेछ। युट्युबबाट कमाएर उयो गरौँ भनेको, होमस्टे बनाऊँ भनेको। के गर्नु, ऊ यहाँ तल चाहिँ मेरो घर हो। युट्युबले कमिन्छ भनेको त के को पहिल्यै लकडाउनको टाइममै बनाउनु पर्ने थियो रहेछ। अहिले बुद्धि खोलेर कहाँ हुन्छ है साथीहरू। अहिले बुद्धि खोल्छ। पहिला खोल्नेहरूको त लखपतिहरू भइसक्यो। अहिले छैन। फेरि हामीले भिडियोहरू एडिट गर्नु जानेको छैन अहिलेसम्म। कस्तो पाराले एडिट गर्छ बल्ल बल्ल इलिअलि चाहिँ सिक्दैछ। हामीले चाहिँ एकदम रियल हाल्छ। एकदम एडिट सेडिटहरू हुँदैन। हाम्रो चाहिँ एकदम रियल हुन्छ यी गाउँ बस्तीको। अब एकछिनमा सुन्तला रोपेको देखाउँछु। आज होइन, आज ल्याउँदिनँ सुन्तला। आज चाहिँ गहिरो मात्रै बनाइराख्छु। सुन्तला रोपेको नि तपाईँलाई देखाउँछु, तपाईँहरूलाई कसरी रोप्छ सुन्तलाको कलम। उयो म आएर चाहिँ यसको नि जाँगर चल्यो। ऊ बुढालाई बोलाउँदैछ। देखिनु होला बुढालाई बोलाएको स्टाइल। खै एकपल्ट फेरि सुसला मार्दैन। आयो यी सँगसँगै मेरो छोराले नि हेल्प गर्दैछ मलाई। यो सबिताले हेर न कस्तो चुच्चो बनाइराखेको रहेछ। यो खुट्टा झन्डै गयो मेरो। ऊ यहाँ घाँस काटेर यस्तो रग्दो चुच्चो बनाइराखेको रहेछ कि झन्डै औँला गयो मेरो। मेरो छोराले चाहिँ यसरी ममालाई सकाइदिँदैछ। अब पर माटो नफ्याँक न, अन्त अलिक छेउछेउमा राख। छेउछेउमा राख न, सुन्तला रोप्दाखेरि चाहिन्छ नानी त्यो माटो, बुझ्यौ? मेरो छोराले त सकाइदिन्छ ममालाई नि। यस्तो कामहरू नि गराउँदै गर्नुपर्छ नानीहरूलाई। खाना रुच्छ नि अलिक है बेबी। मल चाहिँ यसरी फिटिराख्नुपर्छ गड्डा बनाएर। यसमा चाहिँ सुन्तलाको कलम रोप्नुपर्छ। त्यहाँदेखि चाहिँ रेडी बनाइरहेको छु। अब सुन्तलाको कलम ल्याएर रोप्नु मात्रै छ। अझै छ नि 7वटा जस्तो रोपौँ भनेको। अहिले चाहिँ यति रोपिराख्छु। 4टा जस्तै बनाइरहेको छु गड्डा। नानीले हेल्प गरे मलाई बिचारा गड्डा बनाउनु। यसरी मल फिटिरहेको छु सबैमा। अब यो चाहिँ रोप्नुपर्छ। आजको लागि यतिमै समाप्त गर्दैछु। सब्सक्राइब चाहिँ नबिर्सिनुहोस् होला। सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला मेरो च्यानललाई। सब्सक्राइब गर्नु लागि त पैसा लाग्दैन होइन साथी हो। सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला।